चिन्तै कुरा सोधेपछि म डल्लो होइन नि अब यहाँ के अभियन्ताले के अरे यो हिन्दू अभियन्ताहरूले यति गाईलाई काटेर खायो भनेदेखि त हामी त खुकुरी लिएर काट्छौँ मार्छौँ भनेर भन्दैछ त त्यो अल्पज्ञानी मान्छेले भन्ने हो अल्पज्ञानी मान्छेले भन्ने हो ठगले भन्ने हो तपाईको उहाँहरूको ऋग्वेदमै लेखिएको छ हैन गाई काटेर खाने भनेर अझ तपाईलाई गजबको कुरा भनिदिनु पर्यो है हजुर भनिदिनुस् न ल तपाई गजब सुन्नुहुन्छ तपाईले हजुर यो अस्ति दशैं गयो हजुर दशैंमा हजुर मार हान्छ नि हजुर मार हान्दाखेरि पहिला गाई काट्छ गाई यो त अनौठो कुरो भयो त कहाँ गाई काट्छ त खसी काट्छ त अनि होइन नि हजुर पहिला गाई काट्ने हजुर अनि त्यहाँबाट खसी मार हान्ने हो त्यो घिनौलाको मुलाको हैन काँक्राको त्यो पहिला गाई बनाउँछ सिङ पनि बनाउँछ पुच्छर पनि बनाउँछ चारवटा खुट्टा पनि राख्छ अनि ट्याक्क त्यसलाई काट्छ अनि त्यसपछि खसी काट्छ पहिला गाई काट्छ अनि त्यहाँबाट खसी काट्छ एक परमान अर्को परमान तपाईँ भन्नुहोस् हजुर त्यो बिहा गर्दा बरनी गर्छ नि हजुर बरनी पहिला ब्राह्मण धर्ममा तपाईको गाई अनिवार्य चाहिन्छ कुन गाई थाहा छ निखर कालो कोराली गाई हैन चाहिन्छ अथवा निखर एक रङको गाई चाहिन्छ त्यो गाईको बरनी गर्दाखेरि त्यो चार खुट्टाको पिरा हुन्छ यहाँ तल अनि त्यसको माथि पहेँलो कपडाले राखिन्छ त्यो गाईको छाला तल पिरा गाई हो बुझ्नुभयो त्यो राखेर अनि त्यहाँबाट ज्वाइँले त्यहाँमाथि राखेर कन्यादान दिएर त्यो गाईको छालामा सुत्नुपर्छ वर्म धर्ममा बुझ्नुभयो अब अर्को अनि त्यो गाईको मासुको भोज खाइन्छ अर्को भन्नुहोस् मान्छे मर्दाखेरि अहिले चाहिँ तामाङ जातिको के छ मलाई थाहा छैन है तामाङलाई डाँडामा जलाउँछ बाहुनलाई खोलामा लान्छ किन त्यो किन थाहा छ यो बाहुनहरू त सबै इन्डियाबाट आएको नि यो बागमतीको खोला त सबै वहीँ पुग्छ नि खरानी पनि इन्डिया पठाउँछ इन्डिया पुर्याउनु पर्ने त्यो बगा बुझ्नुभयो यहाँ त यो पशुपति त किराँत सभ्यता हो होइन अनि किराँतहरूले तेरो जलाउनु हुँदैन यहाँ लास नजला भन्यो लास जलाउनै दिएन पहिलाको कुरा गरेको अनि नजलाएपछि त्यहाँ अब बाहुन त बाटो हुन्छ हजुर हामी यो लास बरु दर जलाउँछौँ हामी यो खरानी इन्डिया पठाउँछौँ भने अनि त्यो लास त्यसरी जलाएको नभए मान्छे त जलाउँदैन राईको जलाउँछ त जलाउँदैन थाहा छैन नि त कुरा गहिरो छ गाली गर्छन् जति गाली गरे पनि केही ख्यासिनेवाला छैन परमान यही छ यसैले बोल्छ परमान यही किताबमा छ यसैले बोल्छ हैन अब तपाईँ हामी सभ्यता हुनु पर्यो है अनि तपाईँको अझ मान्छे मर्दा पनि गाईको छालै ओराउनु पर्छ गाईको छाला ओराउनु पर्छ है त्यो गाईको छाला पनि तिमी अब यहाँबाट जल्दैछौ तिमी नडराऊ हैन तिमीलाई चाहिँ यो गाईको छाला ओढाइएको छ हैन अनि तिम्रो यो तिग्राको मासु नै हाल्नुपर्छ चितामा हैन छातीको मासु नै हाल्नुपर्छ चितामा जल्ने पनि गाईको मासु चाहिन्छ ल मासुको बदला मास हो सराते गर्दा मास है मासुको बदला मास हालेको मासको दाल सरहदे गर्दा अनिवार्य चाहिन्छ परपूर्वकालका कुरा भयो हजुर अब समाज सभ्यता हुँदैछ समाज चाहिँ तपाईँ हामी सबै समुदाय मिलेर बसेको तर त्यसले विभेद गरेपछि तपाईँले विभेद गर्नु पर्यो बुझ्नुभयो अब यहाँ भन्छ फुलको जवाब पत्तरले दिने के हेपेर दिने ढुङ्गाको जवाब ढुङ्गाले दिने ढुङ्गा जवाब ढुङ्गाले दिने कति त छैन जम्मा 12-13% त छैन तपाईँ यहाँ हिसाब गर्नु भने त्यो हिन्दू धर्म मानि 12-13% पनि छैन 12-13% छैन 81% छ भनेर दाबी गर्नुहुन्छ नि त धादिङमा छैन सबै क्रिस्चियन छ रसुवामा छ छैन नि म के भन्न चाहन्छु भने यो हाम्रो सभ्यता थिए हैन त्यो सभ्यतालाई मासियो क्या जस्तो मैले भने नि अब अर्कै ठाउँमा लैजाउँ है तपाईँलाई अलिकति दलित दाजुहरूको कुरा गरौँ न म यति विक्षिप्त हुन्छु अहिले दलितहरू धेरै जस्तो क्रिस्चियन बन्नुको कारण के थाहा छ छुवाछुतले गरेर हो नि बुझ्नुभयो छुवाछुतले गरेर हो नि म तपाईँलाई के भनौँ भने दलितले मूर्ति बनाउँछ दलित खुट्टा भएर जन्मेको भनेर परिभाषा गर्यो नि तपाईँले मूर्तिमा ढोक्दाखेरि अथवा जुन धर्मलाई अङ्गीकार गर्ने महानुभावहरूले ढोक्दाखेरि कहाँ ढोक्छ टाउकोमा ढोक्छ ढोक्दैन नि खुट्टामा ढोक्छ नि त सबैभन्दा ठुलो त दलित रहेछ नि त दलित रहेछ नि सबभन्दा ठुलो कहाँ बाहुन उसमा त कहाँ हिन्दू धर्ममा त दलित के अरे शुक्रम अशुद्धमा पर्यो खुट्टामा ढोकेर अशुद्ध भयो खुट्टामा ढोकेकै छ दलित सबैभन्दा ठुलो हो
दलितसम्म ठुलो हो हजुर उसले बनाएको खुट्टामा ढोक्छ नि हजुर हो कि टाउकोमा त ढोक्दैन हजुर ढोक्छ त ढोक्दैन नि हजुर मेरो परिभाषा भनेको सबै जात जाति भाषा भाषी वर्ग क्षेत्र लिङ्गको समुदायहरू मिलेर बस्नु आफ्नो धर्म के हो त्यो मान्नु तर विभेद नगर्नु यति मात्रै कुरा हो तपाईँको विरोध चाहिँ विभेद विभेद मात्रै विभेद विभेद गर्नु हुँदैन विभेद गर्नु हुँदैन जो जे गर्छन् गरून् विभेद नगरिकन समुदाय मिलेर बस्ने होइन सबभन्दा फोहोर आफै खान्छ अनि छोकै खान्न भन्छ हजुर ल हामी अन्तिम चरणमा छौँ अहिले यो जति पनि हिन्दू धर्म मान्ने जति पनि धर्मावलम्बीहरू हुनुहुन्छ उहाँलाई के तपाईँ सल्लाह सुझाव जानुहुन्छ होइन के सल्लाह सुझाव दिनुहुन्छ र क्रिस्चियनहरूलाई के सल्लाह सुझाव सल्लाह दिन सक्ने क्षमताको मान्छे म होइन म त भुइँ मान्छे हो म यति कुरा हो स्वर्ग पुऱ्याएको छ भने मेरो बाबु कहाँ पुग्यो त भनिदिनु पर्यो एकल फोन आएन 25 वर्ष भयो स्वर्गमा त ल्यापटपहरू सबै होला कहाँ पुऱ्याएको त्यसको जवाब चाहियो स्वर्ग पठायो नि त मैले त 4-5 लाख रुपियाँ दान दिएको छ नि त तेरो बाबु स्वर्ग पुर्याइदिन्छु भनेर अहिले एकल फोन आएन त्यो फोन आउनु पर्यो मलाई होइन म 365 दिनै श्राद्ध गर्छु म एउटा त्यो अर्को कुरा यो वेद हो यसले चाहिँ के लेख्छ भने वैदिक हो कि हिन्दू हो कि सनातन हो यो प्रष्ट भन्नु पर्यो प्रष्ट भन्नु पर्यो होइन मेरो कुरा यही नै हो होइन अब अर्को कुरा भन्ने कुरा त मैले धेरै कुरा तपाईँले चाहिँ स्वर्गबाट पठाउनु पर्यो अनि मेरो बाबु त स्वर्ग पर्यटन दान दिएको मैले भन्नु पर्यो नि हजुर अहिले त फोनको सुविधा छ नि स्वर्गमा त ल्यापटप होला होइन आइफोन होला बाउले छोरालाई एकल फोन गरेन न यताको फोन उता लाग्छ न उताको फोन यता आउँछ यस्ता गलत कुरा गरेर म विश्वास गर्दिनँ अन्तिममा सबै जात जाति भाषा भाषी धर्मावलम्बीहरू मिलेर बसुन् विभेद नगरून् हस हजुर यहाँले अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद यहाँलाई पनि धेरै धेरै धन्यवाद नमस्कार